हेलो दर्शनबिन दर्शन नमस्ते सम्पूर्णमा आज म फेरि न्यू ब्लग लिएर आएको छु। हेर्नुहोस् तपाईहरु, हेर्नुहोस् खेती गरे के हुँदैन। हेर्नुहोस् यहाँ बयार, हेर्नुहोस् बयार, तपाईहरु यहाँ बयार हेर्नुहोस्। यति बयार तपाईहरुले सेल गर्नुभयो भने कति पैसा आउँछ ल भन्नुस्। यहाँ हेर्नुहोस् तपाईहरु, बयार बयारै माथि बयार, बयारै माथि बयार। ल हेर्नुहोस्, यो चाहिँ हाम्रो पर्सनल नर्सरी हो। ल हेर्नुहोस्, हामीले नर्सरी लगाएको यो। हेर्नुहोस् गाइस, दर्शनबिनहरु हेर्नुहोस्, यहाँ हेर्नुहोस्। तपाईहरुलाई पनि चाहियो भने कन्ट्याक्ट गर्नु होला। कति चाहियो? बयारै बयार। अब यहाँ ओरेन्ज पनि छ, हेर्नुहोस् यहाँ बयार। पात भन्दा पनि धेरै गाइस। तपाईहरु लु भन्नुस् कति चाहियो तपाईलाई। पुरै कन्ट्याक्ट गरेर रुखको हिसाबले पुरै ठेक्कामा दिन्छौँ हामी। ल आउनुस् साथीहरु, आउनुस् गाइस। हेर्नुस् गाइसहरु, आउनुस्। कति खान चाहनुहुन्छ? आउनुस्। जनता जान्न चाहन्छन् गाइसहरु, ल आउनुस्। हेर्नुस् यहाँ फेरि हाम्रो नेपालमा आरु भन्छ यसलाई, आरु। ल हेर्नुस् यहाँ आरु, आरु हेर्नुस् कति खानुहुन्छ तपाईहरु। आरु, आल्चा, अमरुद, अम्बक भन्छ क्या हाम्रो नेपालीमा त। ल हेर्नुस् साथीहरु, आउनु। कति हो ल हेर्नुस्। तपाईहरु खाएर सक्नुहुन्न। ल गाइजहरु, ल आउनुस्। हेर्नुस् यहाँ, ल हेर्नुस् फेरि यता सुन्तला हेर्नुस्। यहाँ सुन्तला, सानो सुन्तला। कति खानुहुन्छ गाइजहरु? कमान गाइज, आउनुस् है सबैजना, आउनुस्। ल हेर्नुस्। ल तपाईहरुलाई यहाँ आउनु भयो भने 1 रुपैयाँको 5 किलोसम्म भेट्टाउनुहुन्छ यहाँ नर्सरीमा आउनु भयो भने तपाईहरु। तर किनेर अन्त लगिसकेपछि तपाईहरुलाई महँगो पर्न जान्छ। त्यही भएर आउनुस्। ल यही ठाउँमै आउनुस्। ल हेर्नुस् गाइस, पाकेर भुइँभरि हेर्नुस्। यहाँ पाकेर भुइँभरि हेर्नुस् यहाँ। ल हेर्नुस् यहाँ, यो भुइँको मात्रै उठाएर बेचो भने पनि कति हजार आउँछ। ल हेर्नुस् यहाँ, हेर्नुस् यहाँ तपाईहरु पुरै हेर्न सक्नुहुन्छ। हेर्नुस् यहाँ पाकेका बयार, अमरुद, बयार, फल फ्रुट, म्याङ्गो। तपाईहरुलाई के चाहिन्छ? ल हेर्नुस् यहाँ, खानुस्। कति खानुहुन्छ? हेर्नुस् यहाँ, यस्ता यस्ता दाना छन् नि तपाईहरुलाई। ल हेर्नुस् यहाँ, त्यही भएर आउनु होला सबैजना। अरे बाप रे बाप, यहाँ त झनै धेरै गाइजहरु। ल हेर्नुस् यहाँ, हेर्नुस् यहाँ, यहाँ हिँड्नलाई कमसेकम 3 घन्टा लाग्छ यो यता र उता हिँड्नलाई। हेर्नुस् यहाँ, हेर्नुस् साथीहरु, यो हिँड्दा हिँड्दा तपाईहरु राति दिन थाक्नुहुन्न। यहाँ हेर्नुस् यहाँ। अरे बाप रे बाप, जनता जान्न चाहन्छन्। हेर्नुस् यहाँ, यहाँ भन्दा तपाईहरुलाई के चाहियो? यहाँ हेर्नुस् यहाँ, तपाईहरुलाई के चाहियो यहाँ भन्दा? आउनुस्। ल गुटटुटु लाएर आउनुस्, आउनुस् गाइजहरु, आउनुस्। यहाँ फेरि फल्दैछन्, चिचिला ठुल्ठुला हुँदैछन्, पाक्दैछन्। हेर्नुस् यहाँ कति छन्, कति साथीहरु। ल आउनुस् फटाफट। ल हेर्नु साथीहरु, यहाँ कति हो, कति बयार। तर बाप रे बाप रे बाप बाप, यस्तो फल्ने बयार तपाईहरुको भयो भने ल हेर्नुस् कति खानुहुन्छ। आउनुस् हजुर, आउनुस्। यहाँ बहुत फलिहालेछ हजुर, बहुत फलिहालेछ। एउटै रुखको तपाईहरुलाई 20,000 मै ठेक्का हो हजुर, आउनुस्। ल हेर्नुस् यहाँ पाकेका आल्चा, अमरुदहरु यस्ता गजब गजबका। हेर्नुस् यहाँ, यो फल फ्रुट खानलाई तपाईहरु आउनुस् होला। ल गाइजहरु आउनुस्, गुट्टङ टङ लाएर आउनुस्। जनता जान्न चाहन्छन्। ल है आउनुस्, है आउनु। जनता जान्न चाहन्छन् भन्ने मान्छे तराईतिर भैँसीको गोबर सोर्दैछन् भने अब जनता जान्न चाहन्छन् चाहिँ हामीले भन्ने हो। त्यही भएर आउनुस्, विकास गर्नुस् त यस्तो गर्नुस् कि एउटै रुखबाट एकै सिजनमा कमसेकम 10 लाख 20 लाखको आम्दानी होस् एउटै बुटोबाट। हेर्नुस् यहाँ गाइजहरु, तपाईहरुलाई कस्तो लाग्छ यो भिडियो? सबैले हेरेर लाइक कमेन्ट गरेर प्रतिक्रिया दिनु होला गाइज। पछि नपस्ताउनु होला, हेरेर थुक निल्नु होला गुट्टु गुट्टु। हेर्नुस् यहाँ झुप्पा। ल हेर्नु यहाँ झुप्पा, यस्तो खतरा खतरा झुप्पा। हेर्नुस् यहाँ गाइजहरु, ल आउनुस् सबैजना। म पनि एउटा खाइदिइहाल्नु पर्यो। कस्तो छ नि गाइज,
आउनुहोस् है, तपाईँहरू पनि खान आइहाल्नुहोस्, ल आइहाल्नुहोस्, ढिलो नगर्नुहोस् है साथीहरू, ढिलो नगर्नुहोस्। हेर्नुहोस् यहाँ हेर्नुहोस् यहाँ। ल हस् त, यो आजलाई यति नै हस् त गाइज, आजलाई यति नै म भिडियो समाप्त गर्छु र अर्को भिडियोमा फेरि लिएर आउनेछु। हजुरहरूले सबैले माया गरिदिएर लाइक कमेन्ट सेयर गरिदिएर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु, जनता जान्न चाहन्छन्। हस् त, धन्यवाद सबैमा।